यहाँ हेर्नुहोस् आजको अवस्था यस्तो छ। पानी परिरहेको छ। हिजोदेखि पानी परेको आजसम्म रोकिएको छैन पानी। हेर्नुहोस् पुरा रोडमा पानी कुदिरहेको छ। यहाँ त्यो इटरीको अवस्था अहिले यस्तो छ। धान लडाएर तपाईँको सबै लडाइसकेको छ। धान यस्तो छ। पानी हेर्नुहोस् त पुरा यस्तो छ। यहाँ लगभग डुबो भइसकेको छ। यहाँ लगभग पानी परेर तपाईँको हिजोदेखिको पानी परेको ननस्टप रोकिएको छैन। पानी पर्ने क्रम चलिरहेको छ। पानीले अहिले यहाँ त्यति ठुलो क्षति त गरेको छैन। तै पनि धानहरू चाहिँ लगभग पाकिसकेको धानहरू चाहिँ तपाईँको सबै लडिसकेको छ। पानी र हल्का हावाले गर्दाखेरि यहाँको धान पुरा धान झरीले गर्दा हेर्नुहोस् त पानीमाथि धान सुतिरहेको छ। हेर्नुहोस् त पानीमाथि धान सुतेको छ। यसरी अहिले इटरीको अवस्था यस्तो छ। खोला पनि बाढी आइरहेको छ। खोला पनि तपाईँको पानीले धान सुत्तर पाइसकेको छ। हिजोदेखि आजसम्मको झरी र हावाले गर्दा पुरा पानीमाथि धान सुतिरहेको देखिन्छ। धान ढलेर सुत्तर भएको अवस्था छ। अवस्था पानी रोकिने अवस्था देखिएको छैन। पानी पर्ने क्रम चलिरहेको छ। एकछिन पनि रोकिएको छैन पानी। हेर्नुहोस् तपाईँले अहिले बाढी आएको ठाउँ पनि देखाउनेछु म। यस्तो छ। अवस्था यस्तो छ। यस्तो छ। बाढी आएर यहाँ हेर्नुहोस् यो यति अब झन्डै एक मान्छे जति पानी माथिबाट आइसकेको अवस्था छ। हेर्नुहोस् यहाँ बाढी आएर धान सब लगिसकेको छ। यहाँ पुल लान्छ भने यहाँको पुल सानो पुल निकालिसकेको छ। हेर्नुहोस् यहाँ यस्तो छ अवस्था। धान पुरै सुतिसकेको छ। धानहरू पनि पानीले गर्दा फेरि पानी र हावाले गर्दा इटरीको अवस्था यस्तो छ। अब भोलिसम्म पानी लगभग परिरह्यो भने डुबान हुने सम्भावना अत्याधिक छ। यस्तो छ अवस्था। पानी लगभग माथिसम्म पानी आइसकेको छ। यस्तो छ पानीको। हजुरबा पानी डह्रो त माथि घरमै आउँछ कि क्या पानी? बाख्रा बगाउँछ होला है हजुरबा। माथि पानी आइसकेको छ। यहाँ बाख्रा यहाँ पानी खोला यहाँ बाख्रालाई भेट्न आँटिसकेको छ खोलाले पनि। यस्तो छ अवस्था। भोलिसम्म पानी आयो भने त अनि पुरा डुबो हुने सम्भावना भयो त हजुरबा। उँभो नि पानी त यस्तै परेको भन्दैछन् भन्न चाहिँ।
तर पानी सानो ननिष्ठ पानी परिरहेछ नि त हजुरबा यस्तो छ यहाँ त अब भोलिसम्म पानी पर्यो भने त हजुरबा यता माथि पो आउने रहेछ पानी अब घट्ने चेष्टा छैन बढ्दै पानी आउँदैछ बढेछ पानी त हजुर ल पानीले गर्ने गरिगयो ल हजुर बाख्रा चाहिँ बगाउँछ होला हजुरबा यस्तो चाहिँ पानी घट्ने अवस्था छैन पानी बढ्ने क्रम चलिरहेको छ पानी परेको परेछ पानी इत्यादिको अवस्था अहिले यस्तो छ खोलाहरू बढिरहेको छ सबै खोलाहरू बाढी आउने क्रम चलिरहेको छ